एभ्रिवान, गुड मर्निङ। आज सैटरडे, हामी चाहिँ घर जाँदा हामी सधैँको सटरडेको रुटिन हाम्रो। आज चाहिँ न्यू रुटिन छ। आज चाहिँ ड्र्यागन फ्रुट्स र स्ट्रबेरी लाउने दिन। त्यही भएर हामी बुढाबुढी घर जाँदैछौँ बेसन पकौडा फ्रुट्स लगेर पकौडा खाने। बेर्ना हाउस, मेरो नर्सरी हाउस हो यो। हामी चाहिँ ड्र्यागन र स्ट्रबेरीको बेर्ना लाएर घरतिर लागे। यहाँले हेल्प गर्न लाग्नु भएको छ मलाई। त्यहाँ होइन, त्यो पछि ढल्छ कि अलिक गहिरो गराउनुपर्छ। बुवा घाँस काट्न लाउनु भयो। हुन्छ, सब्बल लिन आउनु भयो। एकछिन नचलाउनु सब्बल। ए दुई ठाउँ लगाइदिउँ। वरिपरि लाउने हो। यसलाई वरिपरि लाएर यहाँ यसलाई यहाँ ढलाउनु पर्यो कि। जय बजरङ्गबली। यो मल हाल्ने त्यहाँ। नानीले मोबाइल हेरेको छिन्। यो अलिकति फराले निकालिदिनु न माटो। त्यहीमा मिक्स गरेर लगाइदिउँ क्या। पहिला फराले निकालेर तल हरि त्यो चिसो मल छ कि खोज्नु न, पोल भएन कि। यहाँ एउटा भयो, यहाँनिर चाहिँ दोस्रो भयो, अनि अलि पर चाहिँ यहाँ छ तेस्रो ठाउँ। ड्र्यागन यति भयो हामीले लगाएको। अब चाहिँ स्ट्रबेरीको टर्न छ। स्ट्रबेरी फेरि यता लगाउने भन्ने डिसिजन भयो। यहीँनिर लगाउने भन्ने चाहिँ डिसाइड गरियो। यतै लगाउनु पर्यो उडेर। उता यसमा लगाइदिने। बाह्रको मल हालेर यसलाई चाहिँ यसरी मोलेर लगाउनु लाग्यो। कतिको हुन्छ है। सबैमा यस्तै बाह्रको मल हाल्दै माटो हाल्दै मोल्दै कस्तो हुन्छ। मैले यस्तै गरेर जाने थिएँ, त्यही भएर यस्तै गरेर लगाएँ। यतिका मल हालेछ। यसलाई माटो हालेर मिक्स गर्ने। गोपीलाई असर गर्छ यसले। अनि यस्तरी मिक्स गरिदिने माटो र मल अनि ठ्याक्कै लगाइदिने। यहाँ भयो। फेरि यहाँ किरा किन निक्लिनु लाग्यो किरा भयो। अब यसमा कसरी गर्ने, यसमा मल्दैन। किरा आएर कत्रोको माटो माथिबाट राखिदिन्छु यसमा। यहाँ आऊ छोरी, मैले यहाँ के लगाउनु लाग्छु, आऊ त।
यहाँ मैले के लगाउनु लाग्छ यहाँ पानी चार्ने पानी चार्नु पर्यो कामबाट सरसो फुफु भइसकेको छु म 1 2 3 Mas, हेर स्ट्रबेरी लगाएको यहाँ हजुरले कहाँबाट ल्यायो हजुर कहाँबाट ल्यायो पारी आमा घरबाट ल्यायो गाजर आमाको घरबाट गाजर आमाको घरबाट लिएर आयो ए अब फल्यो भने खाने नि मेरो नेक्स्ट काम भनेको पकौडा पकाउने यो आलु कुहिएको रहेछ यसलाई फालिदिनु पर्यो आलु पकौडा बनाउनु दिने आलु प्याजको पात हिजो आलु प्याज लगाएर भ्याएर बचेको प्याजको पात अनि त्यसपछि पात गोबीको हामी चाहिँ पकौडा बनाउन लाग्छौँ अलिकति यसलाई मिक्स गरेर आलु थोरै हुन्छ क्या अच्छु आलु थोरै हुन्छ यस्तो भयो यो त के भएर पहिलो भएन भने चाहिँ बिसारमा हालेर फेरि म धेरै उसु के जान्ने मान्छे चाहिँ त्यही भएर यस्तो भयो आयो हजुर के चाहियो हजुरलाई पकौडा चाहियो अनि पकौडाको भित्रको नखाने मान्छेले बाहिर के खाने हो त अनि भित्रकै हो के पकौडाको खाने त ल ल पट्टु सौरभ दादा र तिमीले हामी चाहिँ अब फर्किन लाइन गर पैसा माग्यो बदमास आऊ आऊ बस्न नानी अगाडि बस्छ सौरभ दादा त्यहाँ बस्नुहुन्छ के छिटो यहाँ छोप्छु कि तिमीले यहाँ छोपेर तिम्रो उता होइन बाटोमा हिँड सौरभ उता मुलाको अचार साँधेर खानु लाग्छ हामीले अचार राखेर तेल लागेन क्या नि
जहाँ पनि लड्ने लड्ने पढ्ने खाने बाबाले छोरीलाई सम्झाइरहनु भएको बाबा छोरीको घरमा सानो युद्ध हुँदैछ फर्स्ट वर्ल्ड वार भइसक्यो नलाखा स्टार्टिङ हुँदैछ मुलाको पुच्छर पनि परेछ किन रुनु पर्यो र बाबाले गाली गर्दाखेरि ठिकै पर्यो हेर मैले अचार हालेको हेर कति मिठो छ नि कति मिठो हुन्छ छ होइन हुन्छ